कसले भन्यो आज शनिबार आज सन्डे हैन तिमीलाई किन स्कुल जान मन लागेको होइन भन त दादा त ऊ रेडी भएर आइसिन हेर त सधैँ स्कुल जाने बेला झगडा गरेर हुन्छ तिमीले के गर्न लाग्यो रिसब सर्वसंस्थानी सम्पत्ति लेखे क्या आज व्रत हो क्या कसको व्रत हजुरको होला तु त यता हेर्नु न कति आत्तिर भयो त नि गाडी आउनु एउटा स्कुल जान आत्ति नि एउटा स्कुल जान नखोज्ने यस्तो पनि हुँदो रहेछ ल तिमी पढ्न जाने हो खाना जाने हो तिमी किन रोक्को सानो भन त मलाई मेरो मोबाइल फुटालिदिन्छौ त्यति रिस उठे खा मम्मी देखेर के कुरी कुरी भन्छन् अब तिमीलाई स्कुल जाँदा ल ल म किनिदिन्छु ह्याप्पी अब ह्याप्पी हाई रिसब के हो त तिमी स्कुल जाने बेला मोबाइल बच्चाले मोबाइल चलाउनु हुन थाहा छैन हो ओए मोबाइल नहेर भ्लगर बन्ने भन्छ पढ्ने बेला भ्लगर यता हेर त दुईजना हेलो भन्न सबैजनालाई तिमीलाई मन पर्छ होइन